के तपाईको मन भारी छ? के तपाईँ थाक्नु भएको छ जीवनका सङ्घर्षहरूसँग? आज केही मिनेटको लागि सबै कुरा छोड्नुहोस्, किनकि परमेश्वर तपाईँको कुरा सुन्न तयार हुनुहुन्छ। यो भिडियो तपाईँका लागि हो, शान्ति, आशा र नयाँ शक्तिको अनुभव गर्न। नमस्कार, हाम्रो च्यानल प्रार्थना सङ्ग्रहमा तपाईँलाई हार्दिक स्वागत छ। आज हामी सँगै प्रार्थनाको माध्यमबाट परमेश्वरसँग जोडिनेछौँ। प्रार्थना केवल शब्द होइन, यो हाम्रो आत्माको आवाज हो। जब हामी प्रार्थना गर्छौँ, हामी हाम्रो चिन्ता, डर र आशा सबै उहाँको हातमा सुम्पन्छौँ। हे प्रभु, आज म तपाईँको सामु नतमस्तक हुन्छु। मेरो मन अशान्त छ, मेरो हृदयमा धेरै बोझ छ, तर म जान्दछु तपाईँ शान्तिको स्रोत हुनुहुन्छ। कृपया मेरो मनलाई शान्त पार्नुहोस्, मेरो डरलाई हटाउनुहोस्, मलाई तपाईँको उपस्थितिको अनुभव गराउनुहोस्। हे प्रभु, आज म तपाईँको सामु नतमस्तक हुन्छु। मेरो मन अशान्त छ, मेरो हृदयमा धेरै बोझ छ, तर म जान्दछु तपाईँ शान्तिको स्रोत हुनुहुन्छ। कृपया मेरो मनलाई शान्त पार्नुहोस्, मेरो डरलाई हटाउनुहोस्, मलाई तपाईँको उपस्थितिको अनुभव गराउनुहोस्। जब संसारले मलाई थकित बनाउँछ, तपाईँ मेरो विश्राम बन्नुहोस्। हे प्रभु, जीवनका चुनौतीहरू ठूला देखिन्छन्, तर म जान्दछु तपाईँ मसँग हुनुहुन्छ। मलाई हरेक कठिनाई सामना गर्ने शक्ति दिनुहोस्। जब म कमजोर हुन्छु, तपाईँ मेरो बल बन्नुहोस्। मलाई हार नमान्ने साहस दिनुहोस्। मलाई सधैँ अगाडि बढ्ने प्रेरणा दिनुहोस्। हे प्रभु, कहिलेकाहीँ भविष्य अँध्यारो जस्तो लाग्छ, तर म तपाईँमा विश्वास गर्छु। तपाईँको योजना सधैँ राम्रो हुन्छ। मलाई धैर्य राख्न सिकाउनुहोस्। मेरो जीवनमा आशाको ज्योति बालिदिनुहोस्। मलाई विश्वास दिनुहोस् कि हरेक परिस्थिति तपाईँको नियन्त्रणमा छ। हे प्रभु, मेरो परिवारलाई आशीर्वाद दिनुहोस्। हामीलाई प्रेम, एकता र समझदारी दिनुहोस्। हामीलाई एकअर्काको सहारा बन्न सिकाउनुहोस्। हाम्रो घरलाई शान्ति र आनन्दले भरिदिनुहोस्। धन्यवाद प्रभु, तपाईँ सधैँ हाम्रो साथमा हुनुहुन्छ। हामी तपाईँमा विश्वास गर्छौँ। हामी हाम्रो जीवन तपाईँलाई सुम्पन्छौँ। हामीलाई सही मार्गमा डोर्याउनुहोस्। हामीलाई तपाईँको इच्छाअनुसार जीवन बिताउन मद्दत गर्नुहोस्। आमेन। यदि यो प्रार्थनाले तपाईँको मन छोयो भने कृपया यो भिडियोलाई लाइक गर्नुहोस् र आफ्नो साथीहरूसँग शेयर गर्नुहोस्। हाम्रो च्यानल प्रार्थना सङ्ग्रहलाई सब्स्क्राइब गर्न नभुल्नुहोस्, ताकि तपाईँ यस्ता प्रेरणादायी प्रार्थनाहरू नियमित रूपमा पाउन सक्नुहोस्। परमेश्वर तपाईँलाई आशीर्वाद दिन्छ।